कुराहरू चाहिँ म यहाँबाट गर्न चाहन्छु यस कवितामा। मेरो घरमातिर लम्पसार एउटा ठुलो बाटो, मेरो घरमातिर लम्पसार एउटा ठुलो बाटो, कैयौँ पाइलाहरूको भुइँचो सवार टेकेर छातीमा उसको र पनि निश्चल अटल लम्पसार एउटा ठुलो बाटो, एउटा ठुलो बाटो। आफ्ना आमा मनीले कान्छाले मलाई सक्छ कसेर मेरी आमा ढोकाले आफ्ना आमा मनीले कान्छाले मलाई सक्छ कसेर मेरी आमा भौतारिँदै लौटी यही बाटो। अनि महाजन रामलक्ष्मणको पसलबाट हतार हतार चढ्दै त्यही समयको व्यतिक्रमण भन्छ, त्यही समयको व्यतिक्रमण भन्छ। अब त मलाई पसलबाट नुन तेल सौदा गर्नु सक्ने भइसकेको छु। अब त म आफै पसलबाट नुन तेल सौदा गर्नु सक्ने भइसकेको छु। जान्छु मुरु यही बाटो, फर्कन्छु मुरु यही बाटो, बाटोले पनि भेट्ने यही बाटो, बाटोले पनि भेट्ने यही बाटो। र पनि सधैँ निश्चल अटल लम्पसार एउटा ठुलो बाटो। कहिले नौमती बाजाको अगुवाईमा जन्तीको लडको हिँड्ने यही बाटो, कहिले नौमती बाजाको अगुवाईमा जन्तीको लडको हिँड्ने यही बाटो। कहिले मुख चिर्ने सन्त धनीको पछि पछि फलामीको हिँड्ने यही बाटो, यही बाटो। कैनदिन चर्केनीमा धुलो उडाउँदै रक्तको पाङ्ग्राले तेलिने पनि यही बाटो। मुसलधारे वर्षा र सिमसिमले पानीमा उठ्दै फोहोर फोहोर कति खेलाहरू देखिने यही बाटो। र पनि छँदैछ निश्चल अटल लम्पसार एउटा ठुलो बाटो। त्यस बेला म सबैको नाति, माथिल्लो घर मुर्खेल बाजेको पनि म नाति, तल्लो घर फुलको हातेको पनि म नाति, पल्लो घर माथोस रजाको पनि म नाति। म सबैको नाति, यो ठुलो बाटो
तर बल्ल आजको थाहा पाएँ तर बल्ल